हेलो एभ्रिवान, आज चाहिँ म विशेष गरेर हाम्रो ठुलो बाजे बितिनु भएको थियो अनि हाम्रो घरकै आफ्नै अनि आज चाहिँ 11 दिनको शुद्ध कार्य हुँदैछ हैन। यहाँ चाहिँ सबै क्रियापूर्तिहरू पूजा गर्दै हुनुहुन्छ। यता चाहिँ सैया रह्यो, यो चाहिँ सैया बनाइराख्नु भएको छ। यता पछाडि अङ्कल अनि यता ब्राह्मण बाजे चाहिँ कुर्सीमा बसेर पूजाआजा गर्दै हुनुहुन्छ। अनि यता चाहिँ हाम्रो आफन्तजन, यता माइली छोरी ठुलो बाजेको अनि यता नाति नातिनाहरू सब यतादेखि हेरिरहेछन् अनि म चाहिँ यता छु। सबैले आज चाहिँ शुद्धान्त कार्यक्रम हुँदैछ हैन, पिपल पानी हाल्ने कार्यक्रम। पिपिरा वीरेन्द्रनगर 11 हो कि कति हो खै मलाई थाहा छैन। कालु सिंह हाम्रो बाजेको नाम चाहिँ कालु सिंह हो। ल यता चाहिँ टपरी लगाउने मान्छेहरू हुनुहुन्छ। उहाँ चाहिँ दिजु, यता पनि दिजु हो। आफ्नो आफ्नो सिप देखाइदिनु। हाम्रो नयाँ फुपू हुनुहुन्छ, हाम्रो नयाँ फुपू हुनुहुन्छ। अनि हाम्रो उहाँ चाहिँ अलिक पुरानो भइसक्नु, हाम्रो माइली फुपू, उहाँ चाहिँ ठुलो फुपू। अनि त्यसपछि उता पछाडि बजै अनि सबैजना यहाँ दुना टपरी लगाउँदै हुनुहुन्छ। उहाँ दिजु हो, दिजु नै हो क्या हो जस्तो लाग्यो मलाई। जस्तो जस्तो लागिरहेको थियो कुरा अनुसार के दिजु नै पर्नुहुन्छ जस्तो लागेको थियो। तर विमला दिजु त पुरा भाइरल हो नि त फेसबुकमा। विमला दिजुलाई नचिन्ने कोही छैन। चाहिँ भान्सा हो होइन, अहिले चाहिँ कोही पनि हुनुहुन्न, भर्खरै अब पूजाआजा हुँदैछ, पछि सुरु हुन्छ होला। खाना चाहिँ पाकिसक्यो। मैले बिहान चाहिँ भिडियो बनाएन, यताउता काम गर्दाखेरि अलि पछि चाहिँ खाना बनाउँदाखेरि हुन्छ। इकुका चाहिँ यतातिर पुरा गफ हुँदैछ। यो चाहिँ घर खानको लागि ट्रेन हालिरहेको छ होइन, यस्तो व्यवस्था सुव्यवस्था भइरहेछ। अनि यता चाहिँ पिपल पानी हाल्ने, अब भर्खरै पिपल पानी हाल्ने ठाउँमा जान लाग्छौँ हामी। राम्रो गरेको छ भइभए भावनाले भनिरहेको भने उल्टो जुल्टो खाले तपाईँहरू पालाबत्ती भयो त्यसै गाडीतिर कोही मान्छे हुँदैन हो। खरा पुगेको बेला आफ्नो आउनु पाउनु छोड्नु है बाबु काली काली भिडियो बना ना। क्यारेट भइदियो भए खाली गर्नु सुन्तला हुन्छ के
पछि बोल्नुहुन्छ दाजु जतिखेर पनि बोल्नुहुन्छ नक्कली जेठाजुलाई देखाऊ भने नक्कली नभए नक्कली हुनेवाला नक्कली जेठाजु हुनुहुन्छ हाम्रो दिदीको हेर्नुहोस् गाइजहरू अनि यता हाम्रो दिदी हुनुहुन्छ उता मेरो दिदी मदन त्यो म त नदेखा म ललिता हो म हिरा दिदीको बहिनी हो बहिनी यो चाहिँ हिरा भदैनी हो अनि उहाँ चाहिँ दिजु हो दिजुले एकदम धेरै सहयोग गरिराख्नु भएको छ हाम्रो दिदीले हाम्रो फुपू त झन् के कुरा गर्ने फुपू तारिफ हानेर साध्यै छैन हामी काम गर्नै मिल्दैन अनि त्यही भएर अनि उहाँ हाम्रो दिजु हुनुहुन्छ कल्पना अनि उहाँ चाहिँ हाम्रो ठुलो मम्मी हुनुहुन्छ कल्पना दिजु आन्टी पनि गरेर ठुलो मम्मी नआउनु अरे आन्टी पनि कल्पना हुनुहुन्छ भने कल्पना कल्पना हिरा हिरा यहाँ अब बिहान आज गौत खाने 13 दिनको होइन बिहान बिहानै सुरु भइरहेको भर्खरै घाम परे पूजाआजा भइरहेको छ अब गौत खाने कार्यक्रम पनि भइसक्यो अब सबिनीको काम सुरु हुन्छ तलतिर ठुलो बुवाहरू माथितिर ठुलो मम्मीहरू हुन्छ होइन अनि आफन्तजनहरू यता